जय श्रीमान नारायणम। राधे राधे। यही मक्सिर 3 गते बाला चतुर्दशी रहेका छन्। हजुरहरू सबैलाई थाहा भएको कुरो हो। बिर्सनु भएको छ भने नि सम्झिनु है। आज 1 गते भइसक्यो। चतुर्दशी तिथिमा जागराम बस्ने र सतबीज छर्ने चलन चलिआएको छ। यसमा 7वटा बत्ती बाल्दा हुन्छ अनि 7 थरी वा 7 थरी भन्दा माथिका बिउ बीजहरू छर्ने चलन चलिआएको छ। शिवालय क्षेत्रमा गएर जागराम बसेर आफ्ना पितृहरूको सम्झनामा सतबीज छर्ने चलन चलिआएको छ है। टाढा टाढा सतबीज छर्न जान सकिँदैन भने नजिकैको नदी नाला पोखरी वा तलाउहरूमा आफ्ना पितृका नाममा मात्रै होइन, आफ्नो घर परिवार छोराछोरी नाति नातिना बुहारीको नाममा अशुभ केही नहोस् दीर्घायुको कामना गर्दै सतबीज छर्न पनि सकिन्छ। यसो गर्नाले परिवारका सदस्यको आयु बढ्दै जान्छ भने पितृहरूले सद्गति पनि प्राप्त गर्दछन्। त्यही भएर हामीले आफ्ना बाबुआमाको सम्झनामा पितृहरूको सम्झनामा मात्रै सतबीज छर्दै आएका छौँ भने त्यो मात्रै होइन कि आफ्नो घर परिवार छोराछोरी नाति नातिना बुहारी आफ्ना सबै सदस्य इष्टमित्रहरूको नाममा पनि दीर्घायुको कामना गर्दै सतबीज छर्न सकिन्छ है। तपाईले यो कुरो त पहिल्यै थाहा थियो कि थिएन? कमेन्ट गर्नुहोला, हामीसँगै जोडिँदै गर्नुहोला। जय श्रीमान नारायणम। राधे राधे। सबैको राम्रो होस्, भलो होस् है।